महिला अथवा पुरुषको मुखको वरिपरि कोठी छ भने कस्तो हो भनेर धेरैजनाले सोध्नु भएको छ। मैले जानकारी गराउने छु। जसको मुखको यो वरिपरि कोठी हुन्छ त्यस्तो व्यक्तिको वरिपरि मध्ये कुनै एक ठाउँमा कोठी हुन्छ भनेदेखि त्यस्ता व्यक्तिहरू अत्यन्त धेरै भाग्यमानी हुन्छन् भनेर भनिन्छ। यस्तै गरी तपाईको सुखी हुन्छन्, सम्पन्न हुन्छन्, अनि मुखको वरिपरि कोठी हुने मान्छे सज्जन हुन्छन् भनेर भनिन्छ। ओठमा कोठी हुनु भनेको चाहिँ कामुकताको प्रतीक पनि भनेर भनिन्छ। लिङ्गमा भयो भने के हुन्छ भनेर भन्नुभएको छ। यसको मतलब लिङ्गमा कोठी भयो भने के हुन्छ भन्ने अर्थ हो। तपाईले सोध्नु भएको प्रश्न अनुसार जसको लिङ्गमा कोठी छ त्यो व्यक्ति अत्यन्त धेरै कामुक हुने गर्दछ, काम वासनामा लिप्त हुने गर्दछ। उनले काम वासना तृप्ति, आफ्नो कामना तृप्ति गर्नको लागि जस्तो सुकै अपराध पनि गर्न पछि पर्दैन भन्ने संकेत जनाउँछ। हजुर निधारमा कोठी भयो भने के हुन्छ भनेर भन्नुभएको छ। निधारमा कोठी हुने मान्छे एकदम पराक्रमी हुन्छ, जाँगरिलो हुन्छ, जोस जाँगरले भरिएको र मायालु स्वभावको हुन्छ भनेर भनिन्छ। निधारमा कोठी हुने मान्छे धेरै प्रेम गर्नेवाला हुन्छ भनिन्छ। नाकमा कोठी भएको मान्छे कस्तो हुन्छ भनेर सोध्नु भएको छ। नाकमा कोठी भएको मान्छे छिट्टै रिसाउने, छिट्टै खुसी हुने, साथसाथमा उच्च मनोबल राख्ने र ठूला ठूला कामहरू गर्ने स्वभावको हुन्छ भनेर भनिन्छ। जुन महिलाको यो भागमा कोठी हुन्छ, यो भागमा कोठी हुन्छ त्यस्ता व्यक्तिहरू प्रेमिला हुने गर्दछन्। मनमा छल कपट र पाप नभएका, छल कपट गर्न नजान्ने, प्रेममा धोका दिन नजान्ने हुने गर्दछन् भनेदेखि जसको यो हत्केलाभित्र कोठी छ र मुठी पार्दा मुठी भित्र पर्छ, यो मुठी भन्दा बाहिर पर्दैन, मुठी भित्र पर्छ भनेदेखि त्यो अत्यन्त भाग्यमानी हो। धन सम्पत्ति कमाउन सक्ने र ठूलो ठूलो कार्यहरू आरम्भ गर्ने, व्यापार बिजनेसमा अत्यन्त पकड राखेको हुने गर्दछ भनेर भनिन्छ। यदि मुठी बाहिर पर्छ भने चाहिँ तपाईको पैसा हातमा टिक्दैन भन्ने संकेत हो। मुखको यो भागमा कोठी हुने मान्छेहरू निडर, पराक्रमी, साहसी र एकदम ठूलो ठूलो कामहरू आरम्भ गर्नेवाला हुने गर्दछन्। चिताएको कुरा पूरा गर्नेवाला, जस्तोसुकै परिस्थितिमा पनि आँटेका कामलाई पूर्ण गराउनेवाला, धनी र ज्ञानी हुने गर्दछन् भनेर भनिन्छ। जुन महिलाको दाहिने आँखाको यो वरिपरि कहीँ पनि कोठी छ भने त्यस्ता व्यक्तिहरू प्रेम पार्टनरलाई धेरै माया गर्नेवाला हुने गर्दछन्। अत्यन्त मनमा छल कपट नभएका हुने गर्दछन् र देब्रे आँखामा हुने भने झगडालु हुन्छन् भनेर भनिन्छ। तपाईहरूको कहाँ कोठी छ? जसको यो ओठ भन्दा माथि, नाक भन्दा मुनि यो क्षेत्रमा कोठी छ त्यस्ता व्यक्तिहरू अत्यन्तै धेरै धार्मिक हुने गर्दछन्, अत्यन्तै धेरै धनी हुने गर्दछन्, आफ्नो प्रेम पार्टनरलाई अत्यन्तै धेरै माया गर्ने व्यक्ति हुने गर्दछन् भनेदेखि मनमा छल कपट पाप नभएका हुने गर्दछन्। जसको दाहिने आँखामा कोठी हुन्छ त्यस्ता व्यक्तिले आफ्ना पार्टनरलाई अत्यन्तै धेरै प्रेम गर्दछन् र धेरै प्रेम पाउन चाहनेवाला, मनमा पाप नभएका, फडाङफुडुङ बोल्नेवाला हुन्छन् भनेर भनिन्छ। जसको दाहिने गालामा कोठी छ, यो दाहिने गालाको यो भागमा जसको कोठी छ त्यो व्यक्ति अत्यन्त धनी हुन्छ अनि साथसाथमा पैतृक सम्पत्ति पनि उसले धेरै प्राप्त गर्ने हुन्छ। नसोचेको ठाउँबाट धन आगमन हुने, अथवा चाहिँ दाहिने गालामा कोठी हुने मान्छे एकदम शक्तिशाली हुन्छ भनेर भनिन्छ। देब्रे गालामा कोठी हुने मान्छे अलिकति खर्चालु हुन्छ भनेर भनिन्छ। हजुरहरूको पनि यो आँखी भुइँ भन्दा माथि, निधार भन्दा मुनि यो भागमा, यो मात्र यो आँखी भुइँको यो भागमा कोठी हुने मान्छे, जस्तै यो पनि भएन, यता यो साइडमा, यति साइडमा कोठी हुने मान्छे अत्यन्तै भाग्यमानी हुन्छन्, धन सम्पत्ति कमाउनेवाला हुन्छन् र अत्यन्तै धेरै ज्ञानी हुन्छन् भनेर भनिन्छ। महिला अथवा पुरुषको मुखको वरिपरि कोठी छ भने कस्तो हो भनेर धेरैजनाले सोध्नु भएको छ। मैले जानकारी गराउने छु। जसको मुखको यो वरिपरि कोठी हुन्छ त्यस्तो व्यक्तिको वरिपरि मध्ये कुनै एक ठाउँमा कोठी हुन्छ भनेदेखि त्यस्ता व्यक्तिहरू अत्यन्त धेरै भाग्यमानी हुन्छन् भनेर भनिन्छ। यस्तै गरी तपाईको सुखी हुन्छन्, सम्पन्न हुन्छन्, अनि मुखको वरिपरि कोठी हुने मान्छे सज्जन हुन्छन् भनेर भनिन्छ। ओठमा कोठी हुनु भनेको चाहिँ कामुकताको प्रतीक पनि भनेर भनिन्छ। यस्तै तपाईहरु घाँटीमा कोठी हुने मान्छे कस्तो हुन्छ भनेर धेरैजनाले सोध्नु भएको छ। पहिले सुन्ने गरेको थियो घाँटीमा कोठी हुनेहरूले सिक्री लाउन पाउँछ भनेर। विशेष घाँटीमा कोठी हुने मान्छे कस्तो हुन्छ त भन्नुहुन्छ भनेदेखि कलाकारिता क्षेत्रमा, गलाको क्षेत्रमा अग्रसर हुने, यस्तै गरी स्वरको धनी हुन्छ भनेर भनिन्छ। यता पछाडिपट्टि कोठी हुने मान्छे भने अलिकति झगडाहरू र रिसालु स्वभावको हुन्छ भनेर भनिन्छ। आँखा भित्र कोठी छ, यस्तो आँखाको नानीमा कोठी छ, आँखा भित्र कोठी छ भने त्यस्ता व्यक्तिहरू उच्च विचार भएका हुन्छन् र भावुक हुने गर्दछन्। साना साना कुरामा रोइरहने, फ्याट्ट भन्नुपर्दा पिन्चे स्वभावका हुने गर्दछन् भनेर भनिन्छ आँखामा कोठी हुने व्यक्तिहरू। हजुरले हाम्रो युट्युब च्यानल सब्स्क्राइब गर्न बाँकी छ भने सब्स्क्राइब गरिदिनु होला। जय श्रीमन्नारायण। जसको यो मुख भन्दा माथि, यो नाक भन्दा मुनि यो भागमा, यो ओठको भागमा कोठी हुन्छ त्यस्ता व्यक्तिहरू मनमा छल कपट पाप नभएका, फड्याङफुडुङ बोल्नेवाला हुने गर्दछन् भनेदेखि खानामा शौखिन हुने गर्दछन्, कामुक स्वभावका हुने गर्दछन्, अति नै धार्मिक र अति नै धेरै धनी हुने गर्दछ। गालामा कोठी हुने मान्छे धनी हुन्छ भनेर भनिन्छ, तर दाहिने गालामा कोठी हुने भन्दा देब्रे गालामा कोठी हुने मान्छे अलिकति बेसी खर्चालु हुन्छ भनेर भनिन्छ। जसको मुखमा कोठी हुन्छ, मुखको वरिपरि कहीँ पनि एउटा, दुईटा, चार, आठवटा, 10वटा जतिवटा भए पनि मुखमा कोठी हुनेवाला व्यक्ति अत्यन्त राजनीतिक क्षेत्रमा पकड राख्नेवाला, बोल्नमा निपुण अनि साथमा व्यापार बिजनेसको क्षेत्रबाट धेरै धन सम्पत्ति आर्जन गर्नेवाला हुन्छ मुखमा कोठी हुने मान्छे भनेर भनिन्छ। तपाईहरुको पनि कोठी कहाँ छ? कोठीको बारेमा मैले सम्पूर्ण बायोमा भएको युट्युब च्यानलमा हालेको छ, हेर्नुहोला। श्री हरि।